फुटबलका इतिहासमा दुई महान खेलाडी मेसी वर्सेस रोनाल्डो फुटबल करियर कम्प्यारिजन। मेसीले आफ्नो फुटबल करियरमा लगभग 900 भन्दा बढी गोल गरेका छन्। सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पर्दछन् भने रोनाल्डोले पनि आफ्नो फुटबल करियरमा 900 भन्दा बढी नै गोल गरेर सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पर्दछन्। मेसीले आजसम्म पाएका अन्तर्राष्ट्रिय उपाधिहरू 2022 विश्वकप विजेता, 2 पटक कोपा अमेरिका U20 वर्ल्ड कप जिताएका छन् भने रोनाल्डोले 2016 मा युरो कप विजेता, पटक पटक विश्वकप युरो कपमा टिमलाई क्वार्टर फाइनलसम्मको यात्रामा पुर्याउने योगदान गरेका छन्। मेसीले पाएका पुरस्कारहरू 8 ब्यालन डियोर, 6 युरोपेली गोल्डन जुत्ता, 8 पटक फिफा वर्ष उत्कृष्ट खेलाडी, हालसम्म 45 टोली ट्रफी जितेका छन् भने रोनाल्डोले पाएका पुरस्कारहरू 5 पटक ब्यालन डियोर, 3 UEFA पुरुष वर्ष खेलाडी, 4 युरोपेली गोल्डन जुत्ता, फिफाबाट 5 पटक विश्व उत्कृष्ट खेलाडी सहित आजसम्म 34 टोली ट्रफी पाएका छन्। मेसीको क्लब यात्रा 2004 देखि 2021 सम्म बार्सिलोनामा, 2021 देखि 2023 PSG र हाल 2023 देखि इन्टर मियामीमा खेलिरहेका छन् भने रोनाल्डोको क्लब यात्रा 2002 देखि 2003 स्पोर्टिङ CPB, 2003 देखि 2009 म्यानचेस्टर युनाइटेड, 2009 देखि 2018 रियल मैड्रिड, 2018 देखि 2021 युभेन्टस, 2021 देखि 2022 म्यानचेस्टर युनाइटेड, 2023 देखि हालसम्म अल नासर। मेसीको फिफा वर्ल्ड कप यात्रा 2006बाट सुरु भएको थियो। 2010, 2014, 2018, 2022 र 2026 सम्म गरेर 6 पटक खेल्दैछन् भने रोनाल्डोको फिफा वर्ल्ड कप यात्रा 2006बाट नै 2010, 2014, 2018, 2022 र अब आउने 2026 सँगै 6 चोटि सहभागिता हो।